एक उद्घोषक भइसकेपछि कार्यक्रम सञ्चालनको दौरानमा गर्नु नहुने गल्ती के होला? के हजुरहरूलाई थाहा छ? थाहा छ भने ठिकै छ, थाहा छैन भने आजको यस भिडियोबाट हजुरहरूले लेसन पक्कै पाउनुहुनेछ अनि आगामी दिनमा हजुरहरूले त्यो गल्ती कदापि गर्नुहुने छैन। हजुर नमस्कार, हजुरको आफ्नै मित्र म हुँ अनिता बल्लामा हजुरहरूलाई धेरै धेरै स्वागत गर्दछु। हामी छौँ एक प्रोफेसनल र सफल उद्घोषक बनाउने दौरानमा। यस दौरानमा आजको भिडियो रहेको छ 4औं नम्बरको भिडियो रहेको छ, अर्थात् 4th डेमा छौँ हामी। हजुरहरूलाई हामी सिरिज बनाएर नै प्रस्तुत गर्दैछौँ र आजको यस भिडियोलाई हजुरले राम्रोसँग स्किप नगरी अन्तिमसम्म हेर्नुभयो भने पक्कै पनि आज उद्घोषक भइसकेपछि हजुरले के चाहिँ गल्ती गर्नुहुन्न भन्ने कुरा थाहा पाउनुहुनेछ र हजुरले यसबाट सिक्नु भएर एक सक्षम उद्घोषक बन्न अगाडि बढ्न प्रेरित हुनुहुनेछ। अनि अर्को कुरा, यदि हजुरहरू नयाँ हुनुहुन्छ, यस च्यानललाई अपडेट हुनु भएको छैन भने हजुरहरूले यसभन्दा अगाडिको 3टा सिरिजलाई पनि हेर्न नछुटाउनु होला, किनकि यदि हजुर यो भिडियो हेर्दै हुनुहुन्छ भने त्यो भिडियो पनि हजुरले हेर्नै पर्छ, नभए हजुरलाई चाहिँ के हो भन्ने जस्तो लाग्न पनि सक्छ। त्यसैले प्रोफेसनल उद्घोषक बन्नुहुन्छ भने सबै भिडियोलाई चाहिँ 1 by 1 टाइम दिएर हेर्नु होला। लागौँ आजको कन्टेन्टतर्फ। पहिलो नम्बरमा रहेको छ माइक्रोफोनलाई अनावश्यक रूपमा फुफु नगर्ने। हजुरले देख्नु भएको छ कतिपय उद्घोषक, कतिपय वक्ताहरूले मञ्चमा जाने बित्तिकै हेर्नुहुन्छ ड्याङ 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 हान्नुहुन्छ, फुफु गर्नुहुन्छ हैन। तर हामी त के हो त प्रोफेसनल उद्घोषक हो नि त, कहाँ फुफु गर्ने ड्याङ 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 हान्ने हो त? यस्तो गर्नु हुँदैन। के गर्ने, हजुरले माइक्रोफोन देखिराख्नु भएको छ है, यो हजुरको थम्स बुढ्याउलाले बिस्तारै के गर्नु त टच गर्ने। यसरी टच गरिसकेपछि अथवा यहाँ छामिसकेपछि यसको सामान्य साउन्ड चाहिँ के त हजुरले स्पिकरमा सुन्नुहुन्छ, त्यो कुरा चाहिँ हजुरले मात्रै नोटिस गर्न सक्नुहुन्छ, अरूले खासै त्यति ध्यान दिएको हुँदैन। अथवा तपाईँले कार्यक्रम सुरु हुनुभन्दा अगाडि 1 घन्टा अगाडि पुग्नुहुन्छ हजुर, त्यो बेला नै हजुरले हेलो हेलो माइक चेक गर्न सक्नुभयो। तर जब कार्यक्रम सुरु भइसकेको छ, जब वक्ताहरू बोलिराख्नु भएको छ, हजुरको टर्न आइरहेको छ, त्यतिखेर चाहिँ हजुरले हेलो हेलो माइक चेक अथवा फुफु चाहिँ नगर्नु होला। यदि हजुर कुशल उद्घोषक बन्न चाहनुहुन्छ भने टक्क लगाएर माइक्रोफोन समाउने, यसलाई हजुरको यो के भन्छ यसलाई चिउडो, हजुरले आफ्नो चिउडोभन्दा 4 औँला जति तल राख्ने। तर यो डिपेन्ड गर्छ हजुरको माइक्रोफोन कस्तो छ, हजुरले फिल्डमा गएपछि थाहा पाउनुहुन्छ। आफ्नो बुढी औँलाले त्यसरी टच गर्ने, यस्तो गरेपछि साउन्ड आउँछ। हजुरहरूले आजसम्म गर्नुभएको छैन भने अबको भोलि हुने, पर्सि हुने अथवा निपर्सि हुने आउने दिनको कार्यक्रममा चाहिँ ड्याङ 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 चाहिँ नहान्नु होला है। यसलाई बिस्तारै आफ्नो थम्सले बिस्तारै मुभ गर्नुभयो भने साउन्ड आउँछ नै। दोस्रो नम्बरमा रहेको छ अति छोटो र लामो बोलाइ। कतिपय उद्घोषकहरू कस्तो हुन्छ भने वक्तालाई बोलाउन ल्याउनुहुन्छ मञ्चमा र टक्क लाएर माइक्रोफोन लिनुहुन्छ, छोटो भनाइमा कस्तो गर्नुहुन्छ नि, धन्यवाद उहाँलाई अबको शुभकामना मन्तव्य राखिदिनु हुनको लागि डडरेज्यूलाई आमन्त्रण गर्दछु, यसरी छोटो बोलिदिनुहुन्छ। कोही चाहिँ लामो बोलिदिनुहुन्छ कि, जस्तो लामोमा कुनै एउटा वक्ताले बोलेर गइसक्नुभयो, उहाँकै विषयमा चाहिँ के बोलिदिनुहुन्छ भने उहाँले चाहिँ उहाँ त यस्तो भन्नुभएको थियो, उस्तो भन्नुभएको थियो, यसरी गर्नुभएको थियो भनेर जसले स्पिच 5 मिनट दिएको हुन्छ त्यो स्पिच 5 मिनटलाई पनि उहाँले बढाइ लम्बाइ चौडाइ गरेर कति पुर्याउनुहुन्छ त 10 मिनट पुर्याउनुहुन्छ। यसले गर्दाखेरि के हुन्छ, टाइम धेरै जान्छ नि त। हो, उद्घोषकको काम त त्यहाँनिर वक्ताले बोलिसकेपछि त्यही कुरालाई धेरै लम्ब्याएर होइन नि त, वक्ताले बोलिसकेपछि उहाँको एउटा अथवा 2टा पोइन्टलाई टक्क लिने, त्यसैलाई जोड्दै नयाँ अतिथिलाई बोल्न दिने हो नि त, नयाँ कार्यक्रममा प्रवेश गर्ने हो नि त। त्यसैले कहिले पनि हामीले चाहिँ के त बढाइ चढाइ गरेर लामो बोल्ने अथवा छोटो मात्रै पनि बोल्नु हुन्न। तेस्रो नम्बरमा रहेको छ भड्किलो कपडा र गहनाहरूको प्रयोग चाहिँ नगर्नु होला, किनकि तपाईँको ड्रेस चाहिँ कस्तो खालको कार्यक्रम हो त्यो अनुसार पनि सुहाउनु पर्यो। तपाईँ राष्ट्रिय कार्यक्रममा गइराख्नु भएको छ र यति छोटो छोटो पाइजामा लाएर जानुभयो भने त पक्कै नसुहाउला नि त होइन। भड्किलो देखिने खालको ड्रेसहरू नलाउनु होला, हजुरले बुझिसक्नु भएको छ। र गहना पनि त्यति धेरै लाएर गएको राम्रो मानिँदैन। त्यसैले कुनै कार्यक्रम विशेष छ भने त्यसै कार्यक्रमको अनुसार ड्रेस लाउनु सक्यो, त्यसलाई राम्रो मानियो। तर तपाईँले आफ्नो ड्रेस लाउनु भएको छ तर भड्किलो खालको चाहिँ नि नगर्नु होला। विशेष औपचारिक कार्यक्रममा हजुर नर्मली साडी लाएर जानुभयो भने महिला साथीहरू फर्मल ड्रेसमा जानु होला, पुरुष साथी भए पनि महिला साथी पनि फर्मल ड्रेसमा जानुभयो भने हजुरलाई एकदमै राम्रो देखिन्छ। चौथो नम्बरमा रहेको छ वक्तालाई बोलाउँदाखेरि अथवा उहाँलाई सम्मान गर्दाखेरि अधुरो वाक्यको प्रयोग। हजुर तपाईँ हामीले चाहिँ के गरिरहेको हुन्छ भने कुनै पनि व्यक्तिलाई बोलाइरहेको छौँ मञ्चमा बोल्नको लागि नि उहाँको नाम मात्र भनिन्छौँ क्या, हामीले नाम मात्र होइन उसको पुरा नाम भन्नुपर्छ। जस्तै म अनिता हो भने
आउँदै हुनुहुन्छ अनिता मात्रै नभन्नु होला, के भने अब आफ्नो मन्तव्य राख्नको लागि आउँदै हुनुहुन्छ अनिता बल, यसरी चाहिँ पुरा नाम लिइदिनु होला। सबैलाई चाहिँ पुरा नाम लिएको चाहिँ के त एकदम मनपर्छ। र अर्को कुरा, पुरा नाम लिँदा हजुरलाई के फाइदा छ नि, उहाँलाई सम्झिनको लागि पनि हजुरलाई फाइदा हुन्छ। त्यसै चाहिँ अनि तपाईँले कहिले पुरस्कारहरू वितरण गरिराखेको समय हुनसक्छ होइन, अथवा कसैलाई मञ्चमा बोल्नको लागि बोलाएको समय हुन्छ, त्यतिखेर चाहिँ हजुरले कहिले पनि अधुरो नाम अधुरो वाक्य चाहिँ नलिनु। उहाँहरूलाई के हो त पुरा सेन्टेन्सको साथमा उहाँहरूको पुरा नामको साथमा चाहिँ हजुरले चाहिँ उहाँहरूलाई के त सम्बोधन गर्नुपर्ने हुन्छ। 5औं नम्बरमा पकेटमा हात नराख्नुहोस् अथवा अनावश्यक रूपमा आफ्नो हातहरू चाहिँ नचलाइराख्नुहोस् क्या। कतिपय अवस्थामा चाहिँ के हुन्छ, साथीहरू पकेटमा हात राखेर बोलिदिइराख्नुहुन्छ होइन, अनि कतिपय अवस्थामा चाहिँ हाम्रो लेडिज मित्रहरू चलाक चलाइ गर्नुहुन्छ, साडीको सबको चलाक चलाइ गर्नुहुन्छ। यस्तो चाहिँ, अथवा कतिले चाहिँ कपाल यसरी खनाइराख्नुहुन्छ, यस्तो अस्वाभाविक कामहरू चाहिँ हजुरहरूले नगरिदिनु होला। किनकि झट्ट हेर्दाखेरि हजुर त प्रोफेसनल हो नि त, टक्क लगाएर आत्मविश्वासको साथमा कन्फिडेन्स मोडमा होइन आफ्नो ह्यान्ड्स राखेर हुन्छ कि तपाईँको माइक्रोफोनको के अवस्थाको छ त्यसै अनुसार पोजिटिभ बडी ल्याङ्ग्वेज तपाईँको पोस्टरले अथवा तपाईँको जेस्टरले चाहिँ तपाईँ चाहिँ कन्फिडेन्स छ है, यो मान्छे चाहिँ पोजिटिभ छ, यो मान्छे चाहिँ एकदमै ऊर्जा दिइरहेको छ, राम्रो कार्यक्रम सञ्चालन गरिरहेको छ भन्ने भाव देखाउने गरी चाहिँ हजुरको के त गेटअपदेखि लिएर तपाईँको व्यवहार त्यहाँ हुनुपर्छ। त्यसै चाहिँ कहिले पनि पकेटमा त हात राख्ने, कपाल कनाउँदै बस्ने, कसैले नाक कोट्याउँदै बसिरहेको हुन्छ, यस्ता कुराहरू चाहिँ त्यहाँनिर नगरिदिनु होला। कस्तो लाग्यो हजुरलाई यो 5 टिप्स? आशा छ हजुरहरूले आजको दिनसम्म जति पनि मिस्टेक गरिराख्नु भएको थियो त्यसलाई अभोइड गर्नुहुन्छ र आगामी दिनमा यसलाई अझै हजुरहरूले निखार्दै तिखार्दै अघि बढ्नुहुनेछ भन्ने पूर्ण आशा राख्दै भोलिको सिरिजमा पुनः पनि बाचासहित हजुरहरूलाई भिडियो मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला भन्दै नेक्स्ट भिडियोमा पक्का फेर्ने बाचासहित यो सिरिजको यो भिडियोबाट भने म बिदा चाहन्छु। हस्त नमस्कार, सबैको जय होस्।